हेलो नमस्ते। आज म चाहिँ मेलम्ची घुम्नको लागि आएको अनि त्यसै क्रममा अहिले दिउँसोको चाहिँ त्यस्तै 12-1 बजेतिर अलिकति चर्को घाम लागेर मेलम्ची बजारबाट चाहिँ यसो जंगलतिर बसौं भनेर आएको। अब बसियो पनि अनि हल्का शीतल पनि तापियो, शीतल पनि लियो। अनि त्यस पछाडि अब सरररररर चाहिँ हिँड्न थाले। अब फेरि फर्केर चाहिँ म चाहिँ मेलम्ची बजारतिरै त्यस्तै गरेर मेलम्ची बजार चाहिँ पारिपट्टि छ र एकदमै रोड पिच भएकोले गर्दाखेरि मलाई पनि एकदमै यतातिर आउन मन लाग्यो। यसो घुम्दै आएँ। एकजना दाइ पनि यतातिर जाँदै हुनुहुँदो रहेछ। त्यस्तै गरेर अब चाहिँ हामी मेलम्चीको चाहिँ एकदमै नजिक आइपुग्यौँ र यता हामी गुफा डाँडाको साइडमा हो। गुफा डाँडाबाट चाहिँ अब मेलम्ची जाने चाहिँ एउटा गाडी नै जाने एउटा पुल रहेछ। अब त्यो पुल्नको लागि चाहिँ पुल तर्नका लागि चाहिँ हामी पुग्न लागिसकेका छौँ। पुलमा लगभग पुगिसक्यो र अब यो जुन यो खोला चाहिँ माथि हेलम्बु भन्दा पनि धेरै माथि आमायाङडीको गहिरोतिर बाट आउने रहेछ। अनि यताबाट पर कुनामा पुलिसहरु पनि हेरिरहेछ। मोबाइल चाहिँ मैले त्यहाँ हेलमेटको चाहिँ माथिपट्टि चाहिँ ठडाएर राखेर चाहिँ यसरी भिडियो गरेको। अनि के होला को होला भनेर हेर्दैछ। यताबाट चाहिँ तपाईको उँभो यो बाटो चाहिँ अब मेलम्ची बजार भयो। यसको ठीक विपरीत साइडबाट चाहिँ हेलम्बु शेरमाथाङतिर जाने बाटो हो। र अहिले म ठ्याक्कै मेलम्ची बजारमा छु। अब चाहिँ म चाहिँ मेलम्ची बजारबाट काठमाडौँ जाने बाटो छोडेर उँभो तपाईको चाहिँ पालिकामा जानुपर्ने थियो। त्यहाँ एकजना दिदी कुरिरहनु भएको छ। अब माथि दिदीको काम सक्यो भने हामी पनि अब लगभग अब पानी पनि पर्न लागिसक्यो। अब घर फर्किनु पर्ने छ। घर त के काठमाडौँतिर नै फर्किने भन्ने विचारले आएको हो आज चाहिँ। अब यहाँ काम छिटै भन्यो भने हामी फेरि फर्किन्छौँ। अब हामी चाहिँ वडामा ठ्याक्कै आइपुग्न लागिसक्यो। त्यस्तै गरेर यहाँ चाहिँ यहाँका दिदी बहिनीहरूले चाहिँ यसरी चाहिँ पराल सुकाएको रहेछ। धान पनि भर्खरै काटेको रहेछ। अब हामी पुगिसक्यौँ मेलम्ची नगरपालिका कार्यालयमा। धन्यवाद।